हेलो गाइज, यहाँ लागेको घुराइ लागेको महोत्सवमा हामी आज पहरशाला हेर्न गइरहेका छौँ। हामीले चाहिँ इन्ट्री टिकट काटेर भित्रको प्रवेश हेर्न सक्नुहुन्छ। साथीहरू गइरहेका छन्, गाडी केटाहरू। अब यहाँको फर्स्ट आज एउटा झाँझीको एउटै फिक्सै फसिआज हेर्नुहोस्। यहाँ अब कति बाटो छ घुम्दा घुम्दै होइन, अब पुरै ट्याक्कै आधी घन्टा लाग्छ। हेर्नुहोस्, यो झाँझिएको फस्ने फसिआज एउटी यो झाँझिएको फस्ने फसी एउटी त हेर्न सक्नुहुन्छ। यहाँ विभिन्न प्रकारको दोकानहरू, होटेल लगायत सम्पूर्ण खानपिनको सामान पाइन्छ। पछाडि दियो क्या भोलि बरु त्यो पनि गर्दा हुन्छ। जसको नाम प्रभाव अनि छाप आज विश्व जगतमा रहिरहेको छ, जो सोसियल वर्करका रूपमा पनि परिचित हुनुहुन्छ, सुपरस्टार नायक, रियल हिरो सेल्युट गर्नुहुन्छ। उता फर्केर हेर्नुहोस्, यसो यहाँ हेर्दै हुनुहुन्छ। एकचोटि सबैको हात यस्तो हेरौँ त, एकचोटि सबैले हात माथि गराउनुहोस् त। सबैले हात माथि, पल्सीको पनि हात माथि हुँदैछ। सो त्यसपछि पल्सीका लागि सल्युट। वाउ, वन्डरफुल लभ। वाउ, दामी, धेरै धेरै सम्मान र बुझिन मायाले प्यार गरेको ट्र्याक होइन, गीत बजाइदिनु। उल्टोबाट गीत आमा मुभीको इन्ट्रो छ, रेडी छ? ओके। एकचोटि मैले देखिरहेको छु मेरो अत्यन्तै स्नेही व्यक्तित्व, तपाईँ हामी सबैको प्रिय नायक, नेपाली चलचित्र जगतका सुपरस्टार नायक, रियल हिरो, दाङ जिल्लाले जन्माएको छोरो नायक। एकचोटि सबैको हात माथि हेर्नु, सबैजनाको हात माथि। दामी 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 बार कृपया यता यो बार चाहिँ नेपाली चलचित्र जगतका सुपरस्टार